नमस्कार सबैलाई। अहिले चैत्र नवरात्र चलिरहेको छ र 9 दिनसम्म देवीको 9वटा रूपलाई पूजा गरिन्छ। तर एउटा कुरा म तपाईहरुलाई के भन्न चाहन्छु भने नि, देवीलाई हामी आमा मान्छौँ नि त, अम्बे भन्छौँ, जगदम्बे भन्छौँ, जगतकी आमा हुन् देवी। त्यसैले हामी उनलाई 9 दिनसम्म यसरी पूजा अर्चना गर्छौँ देवीलाई खुसी गर्नलाई। तर हामीले आफ्नो जन्म दिने आमालाई के खुसी दिन सकेको छौँ? विचार गर्नु है। यदि घरमा आफ्नो जन्म दिने आमा चाहिँ दुखी छिन्, रोइरहेको छिन् भने नि 9 दिनसम्म जति नै पूजा अर्चना गर्नुहोस्, जति नै देवीलाई खुसी पार्ने कोसिस गर्नुहोस्, त्यो कहिले तपाईको पूजा अर्चना सफल हुँदैन। किनभने हाम्रो जन्म दिने आमालाई यदि हामीले सुख दिन सकेनौँ भने 9 दिनसम्म देवीलाई सुख दिएर त्यो केही लाभ छैन है। त्यो त देखावटी हो, त्यो त आडम्बर हो भन्छु म चाहिँ। त्यसैले पहिली फर्स्ट आफ्नो जन्म दिने आमा बुवा कस्तो अवस्थामा छन्, उनीहरूलाई के साँच्चैकै केयरहरू गरिरहेको छौँ गरिरहेको छैनौँ, हो त्यो चिजलाई हामीले ध्यान दिनुहोस्। त्यो चिज गर्यो भने देवी माता त अटोमेटिकली खुसी भइहाल्नुहुन्छ। र अर्को कुरा के हो भने, जब 9 दिन नवदुर्गाको पूजा हुन्छ नि, तब लास्ट दिनमा चाहिँ के हुन्छ, हामीले गाउँभरिका अथवा कहीँबाट 9 कन्या ल्याउँछौँ, 9वटा कन्या केटीहरूलाई टिका लाउँछौँ, खुवाउँछौँ, पिलाउँछौँ होइन, ठिकै हो। तर यदि हामीले हाम्रो चेलीबेटीहरूलाई चाहिँ राम्रो गरेनौँ, चेलीबेटी आएर खाइदिँदाखेरि रिस गऱ्यौँ, भान्जा भान्जी आएर बस्दाखेरि हामीलाई अप्ठ्यारो हुन्छ, चेलीबेटीको हामीले कदर गरेनौँ भने नौरथामा चाहिँ 9 जना कन्याहरूलाई त्यत्रो भोज भतेर खुवाएको के लाभ हुन्छ भन्नुहोस् त। हो, त्यस्ता देखावटी चिजहरूबाट हामीले बाँच्नुपर्छ। मैले 9 कन्या नखुवाउनु भनेको होइन, खुवाउनु पर्छ, एकदमै राम्रो, त्यो शास्त्रमा भनेको होला। 9 जना कन्यालाई देवीको 9वटा रूप मानेर पूजा गर्नु अति उत्तम हो। तर घरमा चेलीबेटी आउँदा, भान्जा भान्जी आउँदाखेरि चाहिँ छिची दुरदुर गर्नु भएन नि त। उनीहरूलाई पनि यस्तै प्रकारले आदर संस्कार सहित राख्नुपर्छ। यो चाहिँ ज्ञान हामीमा हुनु पर्यो। खालि 9 दिनसम्म धूप बालेर घन्टी बजाएर देवीको चाहिँ पूजा हुन्छ, तर आफ्नो जन्म दिने आमाको चाहिँ स्याहार सुसार हुँदैन भने त्यो पनि गलत हो भन्न खोजेको हो। त्यसैले या देवी सर्वभूतेषु मातृरूपेण संस्थिता नमस्तस्यै 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 नमो नमो भन्दैन, देवी मातृरूप हुन् र आमा पनि देवी रूप हुन् भनेको छ। त्यसैले हामीले आफ्नो आमालाई पनि सक्दो स्याहार गरौँ, केयर गरौँ भन्न चाहन्छु यो भिडियो मार्फतबाट। र सबैलाई जय माता दी।